हामीहरूले लाइफबाट कति कुरा सिकिन्छ है। जस्तै हामीले लाइफमा कति मान्छेहरू चिन्दै जान्छौँ होइन, अनि कति मान्छेहरू अब राम्रो लाग्छ तर उनीहरूको रियल रूप देखेको हुँदैनौँ नि त हामीले। बिस्तारै चिनिँदै गइन्छ होइन, अनि कति मान्छेहरू कस्तो सेल्फिस पनि हुन्छ। यस्तो सेल्फिस कि जे कुरा पनि उनीहरूले भनेको हुनुपर्ने, हामीले भनेको चाहिँ नहुने। हामीहरूले चाहिँ उनीहरूको लागि कति गरिदिएको हुन्छौँ, उनीहरूले चाहिँ केही गरिदिएको हुँदैन क्या। त्यस्तै गरी हामीले लाइफमा क्या हामीभन्दा ठुलो सानो मान्छेहरूबाट पनि कति कुरा सिक्नु सकिन्छ नि त। अब यो गिलो चटपटी है मैले लाइफमा फर्स्ट टाइम बनाएको हुनु चाहिँ अब मैले नेटहरूतिर हेरेर बनाउन सक्थेँ, तर मलाई चाहिँ त्यस्तो कहिले पनि त्यो बनाम लागेको थिएन। अनि आज चाहिँ मैले मेरो सानो बहिनीबाट सिकेँ क्या। उसले चाहिँ यस्तो मिठो बनाउँदो रहेछ होइन, अनि उसले सिकायो मलाई। हो यो चटपटी टक्क हुनुले त सबै इन्ग्रिडियन्टहरू ठ्याक मिल्नु पर्यो नि त होइन। त्यस्तै तपाईँहरूको पनि लाइफ टक्क मिलेको बनाउनु चाहनुहुन्छ भने चाहिँ म तपाईँलाई आज एउटा कुरा सिकाउँछु है त। त्यो जुन मान्छेको कुरा गरेँ नि, त्यो सेल्फिस मान्छे जुन चाहिँ हामीलाई लाइफले बिस्तारै चिनाउँदै जान्छ, सिकाउँदै जान्छ भने नि, हो त्यस्तो मान्छेहरूलाई चाहिँ तपाईँहरूको लाइफबाट आउट गरिदिनुपर्छ क्या। अनि चाहिँ तपाईँहरूको लाइफ टक्क हुन्छ क्या यो चटपटे जस्तो।